हेलो नमस्ते वेलकम ब्याक माई न्यू भिडियो। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको मेरो चाहिँ कहाँसम्मको भने मेरो चाहिँ आज कोसी पुलमाथि कोठु बेलाका 8सम्म जाँदैछु म र मम्मी। मेरो मम्मी र म चाहिँ किन गइरहेको छु भने मैले चाहिँ अलिकति धामी राम्रो हुनुहुन्छ अरे मानेर त्यही भएर गइरहेको छौँ। हामी चाहिँ यसो फुका गर्नुको लागि। अनि हामी चाहिँ यो झन्डा चौकदेखि माथितर्फ जान्छौँ होइन। माथि कोसी पुल अब कति प्रायःलाई त थाहा नै छ, कति प्रायःलाई थाहा नहुन सक्ला। अब कहाँदेखि हेर्नुहुन्छ यसो कमेन्ट गरिदिनु होला। हजुरहरूलाई पनि है मन परेमा लाइक कमेन्ट गर्नु होला, लाइक कमेन्ट सेयरहरू गरिदिनु होला, किनकि हजुरहरूको सपोर्टले गर्दाखेरि हो अलिकति माथि ग्रो हुने भनेको। अब हजुरहरूले सपोर्टै गर्नु भएन भने त गाह्रो हुन्छ मलाई पनि अब भिडियो बनाउनु, किनकि अहिले मैले काम पनि गरिरहेको छैन होइन। अब यही हो, म यसो भिडियोहरू हल्का बनाउँदैछु, किनकि भन्छ नि मान्छेले सुरुवात गर्ने नै जिरो लेभलबाट हो। त्यही भएर म हार नमानिकन गरिरहेको छु। हार त मान्ने छैन, अब जति दुःख परे पनि होइन। अब हार मान्नु हुँदैन, गर्नुपर्छ, आफूले कन्टिन्यू दिनुपर्छ। जुन कुरा पनि आफूले फोकस गरियो भने सक्सेस हुन्छ भन्छ नि, त्यही हो। अब हल्का कोसिस गर्दैछु। अनि मेरो चाहिँ अझ यो उकालो डाँडै जानुपर्ने हुन्छ, किनकि उहाँ माथि छ नि त धामीको घर चाहिँ अलिक टाढै पर्छ। त्यही भएर माथि जाँदैछौँ हामी चाहिँ, मम्मी म अनि मेरो दाई हुनुहुन्छ, दिले दाई उहीसँग आएको थियौँ हामी चाहिँ किनकि सँगै आएको थियौँ। त्यही भएर दाईलाई पनि जाऊँ न भनेर हामी चाहिँ जाँदैछौँ। अनि मम्मी चाहिँ अलिक हिँड्न सक्नुहुन्न नि त, अब हिँडिराख्नु बानी छैन उकालो, त्यही भएर पछाडि आउनुहुँदैछ। म चाहिँ अब यो बाटो पनि पहिला पनि हिँडिरहेको भएर म चाहिँ अलिक छिटो नै हिँड्दैछु, किनकि अब भिडियो पनि बनाउँदै हिँड्दैछु नि त म। अनि मम्मीहरू चाहिँ तल आउनुहुँदैछ, हिँड्न सक्नु आएको छैन। त्यही हो, हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु होला है। यसो नआएको कुराहरू भनिदिनु होला हजुरहरूले कमेन्टमा कस्तो लाग्छ होइन। अब सायद कुनै कुराहरू मिस्टेक भएको छ भने त्यसमा म सुधार्नेछु, गर्नेछु। अब हुन त म अरूको जस्तो त्यस्तो एडिटहरू त गर्नु जान्दिनँ होइन, किनकि यो मेरो भनेको सुरुवात हो भर्खर होइन, भर्खर सुरुवात गर्दैछु। हजुरहरूले राम्रो रेस्पोन्स कमेन्टहरू गर्नुभयो भने म अब भनौँ न राम्रै गर्दै जानेछु। अनि यो चाहिँ हाम्रो माथि डाँडादेखि देखिएको भ्यू, किनकि म चाहिँ गर्मीले गर्दाखेरि अलिक मजाले गर्नु पाएन क्या, अनि हल्का मात्रै गरिरहेको। अनि यहाँ चाहिँ देउराली छ क्या, देउराली, त्यही भएर म चाहिँ पाथी चढाउनुको लागि यो अब पाथी थिएन, त्यही अब जे भए पनि चढाउँदाखेरि राम्रो हुन्छ अरे नि त देउरालीमा, त्यही भएर देउरालीमा चढाउँदैछु। अनि हाम्रो चाहिँ त्यहाँदेखि पनि अझै माथि जानुपर्ने हुन्छ, अझै 1 किलोमिटर जति जानुपर्ने हुन्छ क्या माथि, अझै वहाँ माथि पुग्नुपर्ने हुन्छ। त्यहाँदेखि चाहिँ हुन्छ। हस्, धन्यवाद। लाइक कमेन्ट गरिदिनु होला, सेयर पनि गरिदिनु होला हजुरहरूले है त।